नमस्कार। आज हामी तपाईहरुलाई लिएर आएका छौं विश्वकै सबैभन्दा सुन्दर र साहसिक स्थानमध्ये एक सगरमाथा बेस क्याम्प, जहाँ पुग्दा मात्र पनि मनमा एउटा फरक ऊर्जा, शान्ति र रोमाञ्चक अनुभव महसुस हुन्छ। यो दृश्यमा तपाईले देखिरहनु भएको छ सगरमाथा क्षेत्रको अद्भुत प्राकृतिक सौन्दर्य। सेताम्य हिमाल, विशाल हिमनदी र चिसो हावाको बीचमा बनेको यो बेस क्याम्प संसारभरका पर्वतारोहीहरूको मुख्य लक्ष्य हो। यहाँ पुग्न हजारौं मिटर उचाइ पार गर्नुपर्छ, तर यात्रा आफैमा एउटा अविस्मरणीय अनुभव हुन्छ। सगरमाथा बेस क्याम्प समुद्री सतहबाट करिब 5364 मिटरको उचाइमा रहेको छ। यहाँ प्रत्येक वर्ष विभिन्न देशका पर्वतारोहीहरू सगरमाथा आरोहणको तयारीका लागि आउने गर्दछन्। यो ठाउँ केवल गन्तव्य होइन, यो त साहस, धैर्य र सङ्घर्षको प्रतीक हो। बेस क्याम्प वरिपरि देखिने खुम्बु हिमनदी, आइसफल र अग्ला हिमालहरूले यहाँको दृश्यलाई झनै आकर्षक बनाएको छ। यहाँको वातावरण निकै चुनौतीपूर्ण भए पनि प्राकृतिक सौन्दर्यले सबैलाई मोहित बनाउँछ। यात्रुहरू यहाँ फोटो, भिडियो र आफ्नो जीवनभरको सम्झनाका लागि क्षण कैद गर्दछन्। यी क्षेत्र शेर्पा समुदायको संस्कृति र परम्परालाई पनि गहिरो रूपमा जोडिएको छ। यहाँको जीवनशैली, आतिथ्य र साहसिक यात्रा मिलेर सगरमाथा क्षेत्रलाई अझ विशेष बनाएको छ। प्रकृति र मानव जीवनको सुन्दर सङ्गम यहाँ स्पष्ट देख्न सकिन्छ। यदि तपाईलाई यस्तो प्राकृतिक दृश्य मनपर्छ भने हाम्रो भिडियोलाई लाइक, सेयर, सब्स्क्राइब गर्न नबिर्सिनुहोला।